मन्त्रालयका सचिवज्यू युनेस्का सपना ठुला छन्, अपेक्षा उच्च छन् र उहाँहरूको गति पनि तीव्र छन्। अपर्च्युनिटी यसकारण कि यही ऊर्जा, यही जोश र यही प्रतिभालाई सही ढङ्गले परिचालन गर्न सक्यो भने नेपाललाई समृद्धिको नयाँ उचाइमा पुर्याउन कसैले रोक्न सक्दैन। हामी प्राय भन्छौँ यो युवाको सरकार, यसलाई अझै राम्रोसँग युटिलाइज गर्न सकेका छैनौँ। अब अहिलेको सरकार त्यसका लागि कमिटेड छ। विदेशबाट फर्किने चाहने युवालाई देशमै मोबिलाइज गर्ने वातावरण बनाउन हाम्रो सरकारको प्रायोरिटीमा पर्छ। नेपाल अब केवल अवसर खोज्ने राष्ट्र होइन, अवसर सिर्जना गर्ने राष्ट्र बन्ने दिशामा अघि बढिरहेको छ। यस यात्रामा युवाहरू केवल दर्शक होइनन्, परिवर्तनका मुख्य साझेदार हुन्। प्रिय युवा साथीहरू, the world is now a global village, and this is largely due to the efforts of the United Nations. I am very truly grateful to United Nations. त्यसैले UN को भावना पनि हामीले बुझ्नुपर्छ। आजको यो मोडल युनाइटेड नेसन्स केवल एउटा कार्यक्रम होइन, नेतृत्व सिक्ने विद्यालय हो। यहाँ तपाईहरूले संवाद, सहकार्य, डिप्लोमेसी, ग्लोबलाइजेसन, इन्टरनेशनल रिलेसन्सको अन्डरस्ट्यान्डिङ, सस्टेनेबल डेभलपमेन्ट गोल्सको भावना सिक्दै हुनुहुन्छ। युवाले